हेलो गाइज व्हाट्सअप है। यो भिडियो हेर्दैछौ भने तिमीले स्क्याप नगर, किनभने एकदमै तिमीहरूको लागि इम्पोर्टेन्ट कुराहरू पनि हो हैन। अनि त्यही हो टपिक चाहिँ त्यही स्क्यामको बारेमा हो हैन। लाइक अहिले फ्री फायर कम्युनिटीमा नेपालभरि नै लाइक हुन्छ नि यति धेरै स्क्याम भइरहेछ के। अब तिम्रो आइडी सिल गर्दा पनि स्क्याम भइरहेछ हैन। टपअप हान्नेको अब टपअप हान्ने गर्दा पनि स्क्याम हानिरहेछौ। अनि फेक यो स्क्रिनशटहरू पठाएर पेमेन्टको स्क्रिनशट पनि स्क्याम भइरहेछ। धेरै 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 स्क्याम भइरहेछ के। सो यो कुरामा चाहिँ तिमीलाई म केही भन्न लागिरहेछु हैन। सो मेरो फेसबुकमा चाहिँ म्याक्सिमम सब्सक्राइबरहरू फ्रेन्ड्स हैन। मेरो फेसबुकमा प्राइभेटमा दाइ स्क्याम भयो, युआइडी स्क्याम भयो, दाइ मेरो टप हान्नु पनि त्यो स्क्याम भयो है। दिनमा 500 जना आउँछ क्या भाइहरू दिनमा। सो महिनामा कति भयो? 150 जना भयो ल, 5 जनाको दरले नै मात्रै हैन। महिनाको 500 रुपियाँ मात्रै स्क्याम हान्यो भने 15,000 को भयो। यो त मेरोमा मात्रै भयो क्या। यो बाइक नेपालभरि कति धेरै स्क्याम भइरहेछ के। अब फेरि यो स्क्याम हान्ने हे ठुलो पनि हैन। लाइक मलाई जहाँसम्म लाग्छ फ्री फायर खेल्नेहरू म्याक्सिमम सानो भनेको लगभग 14-15 वर्षको हुन्छ है। 12-13-14 वर्ष हुन्छ। अलिकति मेच्योर भन्नाले अलिकति टिनेज एज भनेको धेरैमा लगभग 18-19-20 हुन्छ है। अनि अलिकति थोरैमा भनेको लगभग त्यही 24-25